नमस्कार अनि स्वागत छ हजुरलाई मेरो यस फेसबुक पेजमा र आज फेरि एउटा भिडियो लिएर उपस्थित भएको छु र यो भिडियो तपाईहरुलाई के कस्तो लाग्छ राम्रो लाग्यो भने लाइक शेयर अनि फलो गरिदिनुहुन्छ भन्ने आशा राखेको छु र आज चाहिँ म भिडियो बनाउनको लागि बाहिर जान लागेको थिएँ तर वाइफले चाहिँ भन्यो आज घर सफा गर्नुपर्छ भनेर हैन किनभने घर चाहिँ बहुत दिनदेखि सफा नगरी थियो माथि माकुराले जालहरु हालिसकेको थियो त्यही कारण फ्यान पनि एकदमै मैला भएको कारणले गर्दा चाहिँ म चाहिँ माथि क्लिनिङ गर्न लागे अन्त वाइफले चाहिँ मुनि जति पनि भुइँहरु छ त्यसलाई चाहिँ पुस्न थाले हैन र यो चाहिँ क्लिन गरिसकेपछिको दृश्य हो र अन्त म चाहिँ फेरि नानीलाई खेलाउन बाहिर लगेर गए एकछिन हैन नानीलाई घुमाउनको लागि बाहिर लगेर गए नानी चाहिँ एकछिन यहाँनिर खेल्दैछ हैन नानी खेलिसकेपछि चाहिँ म फेरि रुममा आउँदा चाहिँ वाइफले चिया बनाएर रेडी गरेको रहेछ र यो चिया चाहिँ म खाएँ हैन चिया खाएर यो चाहिँ अहिले सफा भइसकेपछिको हैन फ्यानहरु हेर्नुस् कति सफा भएको छ अन्त यो चाहिँ तपाईहरुलाई मेरो बुक देखाउन मन लाग्यो हैन म चाहिँ यो बुकहरु बेला पढ्ने गर्थेँ पहिला अहिले चाहिँ मैले प्राय बुकहरु पढ्न छोडे किनभने अहिले म ज्यादा बिजी हुन्छु र बिहान पनि ढिलो उठाइ हुन्छ हैन त्यही कारणले गर्दा चाहिँ बुकहरु चाहिँ म कतिवटा पढेको छैन अहिले यो चाहिँ मेरो बुकहरु हो पहिला पढ्ने बुकहरु यो चाहिँ द पावर अफ पोजिटिभ थिंकिङ हैन यो चाहिँ मेरो एउटा फेभरेट बुक हो रबिन शर्माद्वारा लिखित हु विल क्राई व्हेन यु डाई यो चाहिँ एउटा 101 लाइफ लेसन भएको बुक हो हैन यो पढ्नु भने तपाईले धेरैवटा कुराहरु सिक्नु हुनेछ हैन र आफूले जीवित भएसम्म चाहिँ के चाहिँ गरेर जानुपर्ने लाइफमा जो चाहिँ तपाई मरेर जानु भयो भने हैन संसार चाहिँ तपाई प्रति रुनेछ भन्ने एउटा लेसन छ हैन एकदमै राम्रो छ यो र यो बुक पढ्नुहोस् होला र नानीले चाहिँ यहाँनिर मेरो बुकहरु पुरा उयो गर्दिन्छ हैन पुरा खेलिरहेछ खुसी भइरहेछ नानी पनि हैन यो चाहिँ द पावर अफ पोजिटिभ थिंकिङ यो बुक पनि मैले पहिला पढेको र आधी मात्र पढिसकेको छु हैन यो चाहिँ लोक व्यवहार यो पनि राम्रै छ हिन्दीमा यो चाहिँ अन्त कन्नडा सिक्नुको लागि मैले लिएर आएको थिएँ हैन र अब चाहिँ नुहाइधुवाइहरु गरिसके क्लिनहरु गरेर हैन दुधहरु पनि लिएर आएर अब चाहिँ म पूजाहरु गर्दैछु हैन आज चाहिँ धेरै दिन बाद पूजा गर्दैछु मैले हुन त पूजा डेली गर्नुपर्ने कुरा तर म चाहिँ हुँदिन अरु बेला आज छुट्टीमा चाहिँ मैले गरेको त्यो पनि धेरै दिन बाद गरेको पूजा हैन तर पूजाहरु गरेर चाहिँ आजको मेरो हैन दिन चाहिँ यसरी नै बित्छ किनभने मैले बाहिरतिर भिडियो बनाउन त जानु पाइन किनभने घरको काम थियो हैन कपडाहरु धुनु पनि थियो मेरो ड्युटीको भोलि त ड्युटी जानुपर्छ त्यही कारणले गर्दा हैन नानीलाई पनि लिए पूजा गर्नको लागि नानी पनि पूजा गर्नु भनेपछि चाहिँ आउँछ नि त यहाँनिर हैन अन्त यो चाहिँ फाइनली कफी रेडी भयो र यो चाहिँ आमा र मेरो कफी हैन दुईजनाले चाहिँ कफी खाएर म चाहिँ यो कफी खाँदै यो भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु र तपाईहरुलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला धन्यवाद।